तपाईँले दिने आशीर्वाद पो त मेरो लागि। कर्मा तो कहाँ छस् बाबु तो कहाँ छस् भन्नु। फिल्म कर्माको टेलर सार्वजनिक विपिन कार्की एक्सन अवतारमा। नाम के हो? घर कति पढेको छस्? तँलाई केटी मन पर्दैन हो? फिल्मी न्युजमा यहाँलाई स्वागत छ। म निराजन थापा। नेपाली सिनेमा कर्माको टेलर सार्वजनिक गरेको छ। काठमाडौँमा बिहिबार एक कार्यक्रमका बीच उक्त फिल्मको टेलर सार्वजनिक गरेको हो। टेलरमा सिनेमाका मुख्य कलाकारहरू अटाइएका छन्। विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुषाल, सरिता गिरी लगायतका कलाकार अटाइएको टेलरमा एक्सनले ठाउँ पाएको देख्न सकिन्छ। सार्वजनिक टेलरमा भ्रष्ट समाजले एक निर्दोष र सिधा युवकलाई कुन हदसम्म पुर्याउँछ भन्ने कुरालाई देखाएको छ। आफ्नो उद्देश्य प्राप्तिका लागि हिँडेको युवा कसरी परिबन्धमा परेर गुण्डागर्दी र प्रहरीको फन्दामा परेको छ भन्ने कुरा टेलरमा समावेश गरेको छ। प्रेमसँगै आमाको आशीर्वाद र निर्दय समाजको कथा सिनेमाको टेलरले सङ्केत गरेको छ। विपिनलाई एक्सनमा उतारेका निर्देशक सौरभ चौधरीले एक्सनको जगमा बसेर पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा भन्ने प्रयास गरेका छन्। के को लोभ हो भान्जा? आखिर खाने भातै हो जाने घाटै। फिल्ममा विपिन, उपासना, मुकुन र सरितासँगै दिव्यदेव, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतका कलाकारहरूले अभिनय गरेका छन्। नयाँ वर्ष 2082 को छेक पाएर सिनेमा कर्मा यही चैत्र 29 गतेबाट रिलिजमा हुँदैछ। यो फिल्म नेपाल र विदेशमा एकैसाथ रिलिजमा आउने निर्माण टिमले बताएको छ। एक्सन जनरामा निर्माण गरेको यो फिल्म ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण गरेको निर्माण टिमले बताएको छ। सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् भने कर्माले अन्तर्राष्ट्रिय प्रदर्शनको अधिकार भने 7 सिसलाई दिएको छ। यो सिनेमामा भास्कर सुवारको सङ्गीत, त्यसैगरी कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेश श्रेष्ठको सम्पादन रहेको छ। आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने कर्मामा वसन्त लम्सालको लगानी रहेको छ। तर तँसँग एउटा मात्रै अप्सन छ। तँ जस्तोलाई भरोसा गर्नु नै मेरो गल्ती रहेछ। चाहे यो संसारमा जोसुकै होस्, म त्यसको बलि दिन पनि। फिल्मी समाचार अहिलेलाई तिनै हाम्रो युट्युब च्यानल हेर्दै गर्नुहोला। नमस्कार।